आमा हजुरको पालामा मोबाइल थियो र आमा थिएन। कहाँ थियो र? यस्ता कहाँ थिए र? हाम्रो पाला यस्ता मोबाइलै थिएनन्, अनि कहाँ थिए र? थिन त थियो होला नि कि चिठी पठाउनु चलन थियो र अहिले कास्ता जमाना थिएनन् फोन गर्ने, एउटा चिठी लेखेर पठाइन्थ्यो। अहिले पो घर घरै फोन भएर फोन गर्छन्। हजुरको कति वर्षमा हो त आमा बिहे भएको 12-13 वर्षमा बिहे गरियो अनि घर आइयो। 13-14 वर्षमा है आउँदो रहेछ बुढेसकाल, के भयो त नि बुढेसकाल त सबैलाई आइहाल्छ नि आउँदो रहेछ त नि। आगो सल्लान कुरा थिएन, सलिगुडी ल्याइन्थ्यो, कोही पनि थिएनन्। आफै दुगुरेर गरियो। अब के गर्ने? अब अहिले यस्ता सुविधा नआएको उजेलो थिएन, बिजुली पनि थिएनन्, मोबाइल पनि थिएनन्। थिन त थियो होला नि बुढो भइयो, बुढेसकाल भन्ने आउने रहेछ। अब राम नाम जप्ने भजन गाउने बस्नु त हो नि